मार्केटमा तपाईले यस्ता गल्तीहरूलाई रोक्न सक्नुभयो भनेपछि तपाईलाई कहिले पनि शेयर मार्केटमा घाटा हुने छैन। नमस्कार सम्पूर्णमा अनि स्वागत छ मेरो भिडियोमा। मैले आजको भिडियोमा हामीले शेयर मार्केटमा गर्ने गल्तीहरूलाई रोक्यौं भने हामीहरूलाई घाटा हुने छैन। अब जब हामी कस्ता गल्तीलाई हामीले रोक्न सक्यौं भनेपछि हामीलाई घाटा हुँदैन भन्ने कुरा पहिलो गल्ती हो। हामीले त्यो कम्पनीलाई नबुझेर नै हामीले त्यसमा लगानी गर्नु। हामीले कुनै पनि कम्पनीको शेयर किन्न छ भनेपछि हामीले त्यसको कम्पनीको फन्डामेन्टल अथवा टेक्निकल पुरै नै बुझेर मात्रै लगानी गर्नुपर्दछ। अर्को गल्ती हो हल्लाको पछि लागेर हामीले फेसबुक ग्रुपको हल्ला, कसैले यो शेयर बढ्दैछ, कसैले यो शेयर घट्दैछ, अब नै शेयर 3200 जान्छ अथवा 2200 आउँछ भनेर हल्लाको भरमा मात्रै लगानी गर्नु भएन। आफूले अध्ययन गरेर मात्रै लगानी गर्नु पर्यो। त्यसैगरी अर्को गल्ती हो पोर्टफोलियोलाई विविधीकरण नगर्नु। हामीले सबै पैसा एउटै स्टकमा नहाल्ने अथवा एउटै सेक्टरमा नहाल्ने। हामीले फरक सेक्टरको शेयरहरू किन्न पर्ने हुन्छ। कुनै घटिरहेको हुन्छ भने कुनै बढिरहेको हुन्छ। त्यही घटबढको क्रममा नै पोर्टफोलियो म्यानेजमेन्ट हुने हुन्छ। त्यही भएर हामीले शेयर किन्दाखेरि पोर्टफोलियोलाई विविधीकरण गर्न आवश्यक हुन्छ। अर्को गल्ती प्लान बिना नै शेयर किन्ने। तपाईले किन्न लागेको स्टक टार्गेट र स्टप लस फिक्स गरेर मात्रै किन्नु होला। किनभने टार्गेट यति पुगेपछि म बेच्छु भन्ने चाहिँ रणनीति बनाउन पर्ने हुन्छ। अर्को स्टप लस चाहिँ अनिवार्य नै हुन पर्छ। किनभनेपछि यदि तपाईले स्टप लस गर्नु भएन भने तपाईले त्यो किनेको स्टकमा एकदम धेरै नै घाटा हुन सक्छ। त्यसैले टार्गेट र स्टप लस फिक्स गरेर मात्रै शेयर किन्नु होला। र अर्को गल्ती हो लगातार बढिसकेको स्टकमा इन्ट्री हुनु। यदि तपाईले कुनै पनि स्टक किन्दै हुनुहुन्छ भने यदि त्यो स्टक लगातार 10 देखि 15% बढेको छ भने त्यो स्टक नकिन्ने। तपाई एउटा सानो करेक्सनको वेट गर्ने। करेक्सन पछि मात्रै तपाई इन्ट्री हुनु होला। किनभने तपाई बढिरहेको स्टकमा इन्ट्री हुनुहुन्छ भने तपाई बढिरहेको गाडीबाट हाम फाल्नु सर हो। जति बेला पनि एक्सिडेन्ट हुन सक्छ र धेरै ठुलो चटपटक अथवा लस हुन सक्छ। अर्को गल्ती हो 1-2 दिन सर्किट हानिसकेपछि इन्ट्री हुने। यदि तपाई 1-2 दिन सर्किट हानिसकेपछि इन्ट्री हुनुहुन्छ भने त्यो गल्ती चाहिँ नगर्नु होला। किनभने एउटा सानो करेक्सनलाई वेट गरेर मात्रै तपाईले त्यहाँ इन्ट्री हुनु होला। किनभनेपछि तपाईको इन्ट्री पोइन्टदेखि धेरै माथि बढिसकेको हुन्छ। यदि त्यसरी नै रिस्क लिने हो भने तपाईले चाहिँ धेरै घाटा हुन सक्छ। मेरो यो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।